नमस्ते सम्पूर्ण साथीहरुलाई स्वागत छ अल इन वान टप अन एजुकेसनमा। आजको यस भिडियोमा चाहिँ हामी नेपाल बैंक लिमिटेडको तह 3 गोल्ड टेस्टरसँग सम्बन्धित त्यसमा भएको टपिक सुन र चाँदी कर्जा भन्ने टपिकसँग सम्बन्धित रहेर चाहिँ डिस्कसन गर्नेछौँ है त। ठीक छ, ओके। सुन र चाँदीसँग सम्बन्धित रहँदाको अवस्थामा चाहिँ सुन र चाँदीको चाहिँ टपिकको बारेमा चाहिँ हामीले अघिल्लो क्लासमा डिस्कसन गरिसकेका छौँ। आजको यस क्लासमा चाहिँ हामी सुन चाँदी कर्जा भनेको के हो, यसका विशेषता, यसका फाइदा र तपाईको चाहिँ प्रक्रिया हैन सुन चाँदी कर्जाको प्रक्रियासँग सम्बन्धित कुराहरू गर्छौँ। यसका नीतिगत व्यवस्थासँग सम्बन्धित कुराहरू चाहिँ हामी नेक्स्ट क्लासमा चाहिँ गर्नेछौँ है त। ठीक छ, ओके। अब सुरुमा चाहिँ हामीले सुन चाँदी कर्जा भनेको के हो त्यो बुझ्नुपर्ने हुन्छ है। सामान्य भाषामा के बुझ्नु पर्यो त, सुन चाँदी कर्जा भनेको चाहिँ सुन र चाँदीलाई धितोमा राखी वा बन्धकमा राखी लिने सुरक्षित कर्जा नै के हो त भन्दाखेरि सुन चाँदी कर्जा हो भनेर चाहिँ बुझ्नुपर्ने हुन्छ। ठीक छ, अब यो सुन भनेको चाहिँ तपाईको चाहिँ के त भन्दाखेरि अब जुन सुखको दिनमा चाहिँ अब यो चाहिँ एउटा शोकको रूपमा र दुःखको आपत विपदको दिनमा चाहिँ यसलाई चाहिँ एज ए तपाईको चाहिँ के त भन्दाखेरि एउटा आधारको रूपमा हैन आर्थिक आधारको रूपमा चाहिँ लिने गरिन्छ भनिन्छ। अब यो सुन चाँदी कर्जा जति चम्किलो हुन्छ नि यसको ऋणको भार त्यतिकै तपाईहरुको चाहिँ गाह्रो हुने गर्छ भनेर पनि बुझिन्छ है। यो सुन चाँदी कर्जासँग सम्बन्धित रहँदाको अवस्थामा चाहिँ यो सुन चाँदी कर्जा भनेको चाहिँ बैंक वित्तीय संस्थाहरूमा चाहिँ सुन चाँदीलाई धितो राखेर चाहिँ लिने कर्जा हो। यो चाहिँ अब तत्कालीन अब लघुकालीन वा तपाईको चाहिँ अब तत्कालीन आर्थिक आवश्यकताहरू परिपूर्तिका लागि लिने गरिन्छ हैन। यसको चाहिँ मूल्याङ्कन गरेर यसको शुद्धता मापन गरेर यसको वास्तविकता जाँच गरेर बैंक तथा वित्तीय संस्थाहरूले चाहिँ जस्तै कुनै एक निश्चित प्रतिशतको चाहिँ त्यसको तपाईको 70 देखि 80% सम्म चाहिँ कर्जा प्रवाह गर्ने गर्दछन् है। ठीक छ, यदि तपाईहरुको चाहिँ के त भन्दाखेरि उक्त ऋणीले चाहिँ सुन चाँदी कर्जा लिने ऋणीले चाहिँ अब त्यो अब भुक्तानी गरेन, त्यसको सावा ब्याज भुक्तानी गरेन भने अब बैंक तथा वित्तीय संस्थाहरूले चाहिँ यो सुन चाँदीको निलामी गरेर चाहिँ त्यहाँबाट चाहिँ आफ्नो रकमहरू असुल उपर गर्न सक्छन् भनेर बुझ्नुपर्ने हुन्छ। अब यसका फाइदाहरू चाहिँ तपाईको चाहिँ यसका विशेषताहरूसँग सम्बन्धित रहेर चाहिँ हेर्दाको अवस्थामा यसका विशेषता भनेको चाहिँ यो चाहिँ एउटा छोटो हैन सरल प्रक्रिया हो। निरन्तर तपाईको चाहिँ के त भन्दाखेरि यो के त सहज प्रक्रिया हो भनेर बुझ्नु पर्यो। यसमा न्यून ब्याज दरमा चाहिँ के गरिन्छ कर्जा प्रवाह गरिन्छ। यो सानो तथा मध्यम वर्गका हामी जस्तो सानो तथा मध्यम वर्गका व्यक्तिहरूको लागि चाहिँ सुन चाँदी कर्जा चाहिँ निकै आवश्यक हुन्छ भनेर चाहिँ बुझ्नु पर्यो। यसका फाइदा हेर्ने हो भने चाहिँ तपाईको चाहिँ यो चाहिँ के त भन्दाखेरि छोटो तथा सजिलो प्रक्रिया हो हैन। यसमा तपाईको एक दिनमै कर्जा दिन्छ बैंकले। यदि तपाईहरुसँग चाहिँ सुन चाँदी छ भने सुन चाँदी लगेर जानुभयो भने एक दिनमै कर्जा दिन्छ। अरूको प्रोसेस चाहिँ लामो हुन सक्छ तर सुन चाँदी कर्जाको चाहिँ प्रोसेस छोटो हुन्छ भने चाहिँ बुझ्नुपर्ने हुन्छ है। ठीक छ, अब न्यून ब्याज दरमा चाहिँ दिन्छ। किन त न्यून ब्याज दरमा अब अरू कर्जाको जसरी चाहिँ खराब कर्जामा परिणत हुने सम्भावना चाहिँ कम हुन्छ, त्यही भएर चाहिँ बैंक तथा वित्तीय संस्थाहरूले चाहिँ यसलाई चाहिँ न्यून ब्याज दरमा चाहिँ प्रदान गर्ने गर्छन् है। यसको चाहिँ धितोको चाहिँ रूपमा चाहिँ सहज उपलब्ध हुन्छ हैन। सुन चाँदी कर्जा चाहिँ तपाईले चाहिँ राख्नुभयो भने धितोको रूपमा तपाईले चाहिँ अन्य प्रोसेस भन्दा यो चाहिँ सहज उपलब्ध गरिन्छ। यो चाहिँ तत्कालीन आर्थिक आवश्यकता परिपूर्तिको लागि चाहिँ हुन्छ र यो यसमा धेरै कागजाती झन्झटहरू चाहिँ हुँदैन र यो धितो सुरक्षित रहने चाहिँ एउटा एकदम बेस्ट तपाईको चाहिँ कर्जा पोलिसी हो भने चाहिँ बुझ्नुपर्ने हुन्छ। यसका नीतिगत व्यवस्थाहरू पनि छन्। नेपाल राष्ट्र बैंक निर्देशिकामा भएका नीतिगत व्यवस्थाहरूको बारेमा हामी छुट्टै क्लासमा गर्नेछौँ। अब हामीले एक्जाम पर्सपेक्टिभबाट कसरी लेख्ने त हैन सुन चाँदी कर्जा भनेको के हो भन्ने टपिकसँग सम्बन्धित रहँदाको अवस्थामा वा तपाईको चाहिँ सुन चाँदी कर्जासँग सम्बन्धित के व्यवस्था छन् भनेर चाहिँ सोध्दाको अवस्थामा सुरुमा त सुन चाँदी कर्जा भनेको के हो त्यसको बारेमा लेख्नु पर्यो नि त हैन। हो त्यसको बारेमा चाहिँ यसरी चाहिँ लेख्न सक्नुहुन्छ है। ठीक छ, यहाँ व्हाइट बोर्डमा हेर्न सक्नुहुन्छ। अब सुन चाँदी कर्जा भनेको मैले सुरुमा भने सुन सामान्यतया के हो त भन्दाखेरि सुन र चाँदीलाई बैंक तथा वित्तीय संस्थामा चाहिँ धितो राखेर लिने रकमलाई सुन चाँदी कर्जा भनिन्छ भनेर चाहिँ भनेको थिए। यही कुरा यहाँ उल्लेख गरे है। सुन वा चाँदी कर्जा भनेको सुन चाँदी कर्जा हैन सुन वा चाँदी वा सुन चाँदी कर्जा जे भन्दा पनि हुन्छ भनेको व्यक्तिले आफूसँग भएको सुन र वा चाँदी धितो वा बन्धक राखी सुन वा चाँदी धितो वा बन्धक राखी हैन बैंक तथा वित्तीय संस्थाबाट लिने सुरक्षित कर्जालाई जनाउँदछ भनेर चाहिँ भन्यो। भनेपछि बैंक तथा वित्तीय संस्थाहरूबाट लिने सुरक्षित कर्जा रहेछ है। भनेपछि सुन चाँदीलाई धितो राखेर बैंक वित्तीय संस्थाबाट लिने सुरक्षित कर्जालाई के भन्दो रहेछ सुन चाँदी कर्जा भनिदो रहेछ भनेर बुझ्नु पर्यो है। त्यस्तै अर्को पोइन्टमा के भन्न सक्नुहुन्छ, यो कर्जा अब लघुकालीन प्रकारको हुन्छ भनेपछि अब यो छोटो अवधिको चाहिँ हुन्छ हैन। तपाईलाई चाहिँ सर्ट टर्ममा चाहिँ चाहियो भने चाहिँ लघुकालीन प्रकृतिको सानो प्रकृतिको चाहिँ हुन्छ भनेर चाहिँ बुझ्नु पर्यो है त। ओके, र यस्तो कर्जामा चाहिँ सस्तो ब्याज दरमा चाहिँ यो कर्जा चाहिँ प्राप्त हुन्छ हैन। अब यस प्रकारको कर्जा विशेष गरी जुन तत्कालीन आर्थिक आवश्यकताहरू परिपूर्तिको लागि चाहिँ यो कर्जा आवश्यक पर्छ भनेर चाहिँ बुझ्नु पर्यो। भनेपछि तत्कालीन आर्थिक आवश्यकताका लागि
प्रयोग गरिन्छ यो कर्जा चाहिँ सुन चाँदी कर्जा भनेको चाहिँ तत्कालीन आर्थिक आवश्यकता परिपूर्तिका लागि आवश्यकताका लागि चाहिँ प्रयोग गर्नलाई अब सुन चाँदी कर्जा लिइन्छ भनेर बुझ्नु पर्यो है त। ठिक छ, धितो राखेको सुन चाँदी कर्जाको मूल्याङ्कन गरी यसको चाहिँ शुद्धता जाँच गरी यसको चाहिँ वास्तविकता मापन गरी हैन अब यो जाँच गरिसकेपछि त्यसको एक निश्चित प्रतिशत जस्तै 100% छ भने 100% को 70 देखि 80% सम्म चाहिँ तपाईहरुलाई चाहिँ कर्जा प्रदान गर्न सकिने भयो। जस्तै तपाईलाई चाहिँ 1 लाखको चाहिँ सुन राख्नुभयो भने अब 1 लाखको चाहिँ 70 देखि 80 हजार सम्म चाहिँ हजुरहरुलाई चाहिँ के त कर्जा प्रवाह गर्न सक्छ बैंक वित्तीय संस्थाहरुले चाहिँ है। ठीक छ, यदि अब कर्जा चुक्ता नगरेमा चाहिँ यदि कर्जा चुक्ता गरेन हैन सुन चाँदी धितो राख्यो कर्जा चुक्ता गरेन भने चाहिँ के गर्छ त भन्दाखेरि बैंकले चाहिँ उक्त सुन चाँदीलाई चाहिँ निलामी गर्छ र निलामी गरेर चाहिँ आफ्नो चाहिँ के गर्छ त भन्दाखेरि आफ्नो चाहिँ के त बैंकको चाहिँ रकम चाहिँ असुली गर्छ भने चाहिँ बुझ्नु पर्यो है त। ठीक छ, ओके, अब यसका तपाईको चाहिँ विशेषताहरु र यसका फाइदाका कुराहरु चाहिँ म गर्छु र साथै यसको तपाईको चाहिँ के त भन्दाखेरि यसको जुन प्रक्रिया छ हैन यो प्रक्रियाको बारेमा पनि हेरौँ है त। ठीक ल, अब यसका फाइदा र यसको विशेषता मैले एकैमा चाहिँ टाइप गरेर चाहिँ लेखाएको छु है साथीहरु। ठीक छ, अब यो छुट्टा छुट्टै गरेन फाइदा र विशेषता भनेर चाहिँ एउटै पोइन्टहरुलाई चाहिँ मैले उल्लेख गरेको छु, दुईटैलाई चाहिँ टाइप गरेर चाहिँ लेखिदिएको छु है त। ठीक छ, ओके, अब सुरुमा चाहिँ बुझ्नु होला फाइदा र विशेषतासँग सम्बन्धित रहँदाको अवस्थामा सुरुमा चाहिँ अब के छ त भन्दाखेरि यो छोटो तथा सजिलो प्रक्रिया हो भने चाहिँ बुझ्नु पर्यो। सुन चाँदी कर्जाको चाहिँ छोटो र सजिलो प्रक्रिया हो भने चाहिँ बुझ्नु पर्यो। आवश्यकता कागजात सहित सुन चाँदी लिएर चाहिँ तपाई जानुभयो भने बैंकमा छोटो समयमा नै कर्जा उपलब्ध हुन्छ भनेर बुझ्नु पर्यो। अर्को भनेको न्यून ब्याज दर, यसमा चाहिँ अन्य प्रकारका कर्जाहरू भन्दा तुलनात्मक रूपमा ब्याज दर चाहिँ कम हुन्छ भनेर बुझ्नुपर्ने हुन्छ। त्यसपछि अर्को भनेको धितोको रूपमा चाहिँ सजिलै उपलब्ध हुन्छ है। सुन चाँदी कर्जा भनेको धितोको रूपमा अधिकांश तपाईको चाहिँ व्यक्तिहरूले चाहिँ घरमा भएको सुन चाँदी लिएर धितो राख्नुभयो भने चाहिँ त्यहाँबाट चाहिँ के त सुन चाँदी कर्जा प्राप्त गर्न सक्नुहुन्छ। यो फाइदा भयो है, फाइदा पनि विशेषता पनि है त, दुईटै पोइन्टहरु चाहिँ टाइप गरेको है साथीहरु। फाइदा र विशेषता एउटै कुराहरु चाहिँ बनाएर चाहिँ मैले उल्लेख गरेको। त्यस्तै अर्को भनेको तत्कालीन आवश्यकताको चाहिँ साधन हो भनेपछि आकस्मिक खर्चहरु हुन सक्छन् हैन, स्वास्थ्यसँग सम्बन्धित केही समस्या आएपछि त्यस्ता खर्चहरु हुन सक्छन्, पढाइ सम्बन्धी चाहिँ समस्याहरु आउन सक्छन्, हो त्यस्तो कुराहरुको लागि हैन तत्कालीन आवश्यकताको चाहिँ साधनको रूपमा चाहिँ अब सुन चाँदी कर्जालाई चाहिँ लिन सकिन्छ भनेर चाहिँ बुझ्नु पर्यो। त्यस्तै अर्को भनेको चाहिँ हजुरको चाहिँ अब धेरै झन्झटिलो हुँदैन हैन, कागजको झन्झट पनि पर्दैन भनेपछि अन्य कर्जाको जसरी चाहिँ तपाईको चाहिँ अब धेरै कागजातहरु आवश्यकता पर्दैन यसमा भनेर बुझ्नु पर्यो। अनि धितो सुरक्षित रहने सम्भावना चाहिँ यसमा धेरै हुन्छ भनेपछि धितो राखिएको सुन चाँदी बैंक वित्तीय संस्थाहरुमा चाहिँ सुरक्षित हुन्छ, यसमा जोखिम हुँदैन है, न्यून जोखिम हुन्छ भनेर बुझ्नु पर्यो है त। यही कुराहरु नै यी पोइन्टहरु चाहिँ मैले यहाँ राखिएको छु, तपाईहरुले चाहिँ हेर्नु होला। पहिलो भनेको तपाईको छिटो तथा सजिलो चाहिँ प्रक्रिया है, सुन चाँदी कर्जाको विशेषतामा वा फाइदामा चाहिँ यो छिटो तथा सजिलो प्रक्रिया हुने भएकाले समय बचतमा चाहिँ फाइदा हुन्छ हैन। ओके, त्यसपछि अर्को न्यून ब्याज दर, यसमा चाहिँ सस्तो ब्याज दरमा चाहिँ सुन चाँदी कर्जा प्राप्त हुन्छ, तुलनात्मक रूपमा अरु कर्जा भन्दा सस्तो ब्याज दरमा चाहिँ प्राप्त हुन्छ है। अर्को भनेको धितोको रूपमा सजिलै उपलब्ध हुन्छ भनेपछि तपाईले धितोको रूपमा अन्य जसरी चाहिँ प्रोसेस गर्दा जुन हुन्छ नि त्यस्तो हुँदैन, यसमा धितो सुन चाँदी राखेपछि सजिलै तपाईको चाहिँ सुन चाँदी कर्जा प्राप्त हुन्छ। त्यस्तै अर्को भनेको यो चाहिँ तत्कालीन आवश्यकताको साधन हो भनेपछि अब जस्तै विभिन्न आकस्मिक तपाईको चाहिँ खर्च, पढाइ सम्बन्धी खर्च, स्वास्थ्य सम्बन्धी खर्च आउँदाको अवस्थामा तत्कालीन हैन, अहिले चाहिँ तत्काल केही आकस्मिक तपाईलाई चाहिँ घटना घट्यो भने सुन चाँदी धितो राखेर चाहिँ कर्जा लिन सक्नुहुन्छ विथिन 1 डे है, एक दिन भित्र चाहिँ तपाईले चाहिँ कर्जा लिन सक्नुहुन्छ है। त्यस्तै अर्को भनेको धेरै कागजातको झन्झट नहुने, यसमा चाहिँ धेरै कागजात तामझाम गर्नु पर्दैन है। ठीक छ, अब धितोको सुरक्षित रहने भनेपछि सुन चाँदी तपाईले बैंकमा राख्यो भने यसको सुरक्षा एकदम हुन्छ, यसमा जोखिम न्यून हुन्छ। तपाईले चाहिँ सुन चाँदी अब बैंकमा दिइसकेपछि बैंकले चाहिँ सुन चाँदीहरुलाई चाहिँ आफ्नो चाहिँ एउटा डिपोजिट भोल्टमा राखेर त्यसमा चाहिँ के त भन्दाखेरि एउटा पोका भित्र राखेर मजाले चाहिँ सुरक्षित तरिकाबाट चाहिँ तपाईहरुको भोल्टमा राखिदिन्छ, जसले गर्दाखेरि तपाईको धितोको सुरक्षा पनि हुन्छ भनेर चाहिँ बुझ्नु पर्यो। यो चाहिँ तपाईको चाहिँ अब सुन चाँदी कर्जा भनेको के हो, यसका फाइदाहरु यसका विशेषताहरु उल्लेख गर्नुहोस् भन्यो भने यो कुराहरु चाहिँ तपाईहरुले चाहिँ उल्लेख गर्नुपर्ने हुन्छ साथीहरु। ठीक छ, ओके, अब हामी चाहिँ के यसका विशेषता भयो हैन, यसको भनेको के हो त्यसको कुराहरु गर्यो। अब हामी जान्छौं के त भन्दाखेरि यसको चाहिँ जुन प्रक्रिया है सुन चाँदी कर्जाको प्रक्रियाको बारेमा चर्चा गर्छौं है त। ल, अब यो सुन चाँदी कर्जाको चाहिँ प्रक्रियासँग सम्बन्धित कुराहरु गरौँ है त साथीहरु। ठीक छ, प्रक्रिया भनेको चाहिँ स्टेप बाइ हुन्छ भनेपछि 1 बाट 2, 2 बाट 3 यसरी चाहिँ स्टेप चाहिँ तपाईले चाहिँ जम्प गर्न पाउनुहुन्न है त। ठीक छ, प्रक्रियामा नम्बरिङ पनि गर्नुपर्ने हुन्छ, 1 नम्बर 2 नम्बर 3 नम्बर भनेर चाहिँ तपाईले चाहिँ नम्बरिङ गर्नुपर्ने हुन्छ है त। ठीक छ, ओके, अब यसमा चाहिँ हेर्नु त यसमा
चारवटा प्रक्रियाहरू चाहिँ रहन्छन्। सुरुमा चाहिँ गहनाको चाहिँ मूल्याङ्कन गरिन्छ, ऋणको मात्रा, सम्झौता र ऋण भुक्तानी भनेर चाहिँ भनिएको छ है त। ठिक छ। अब यो सुन चाँदी कर्जामा चाहिँ सुरुमा चाहिँ सुन चाँदी कर्जासँग सम्बन्धित बजार मूल्य र त्यसको शुद्धता, त्यसको वास्तविक लाई हेरेर त्यसको मूल्य निर्धारण गरिन्छ है। के त गहनाको चाहिँ मूल्याङ्कन भनेको सुन चाँदीको चाहिँ वास्तविकता, त्यसको चाहिँ हैन शुद्धता, प्युरिटी चेक गरेर टेस्टिङ गरेर बजारको मूल्यमा चाहिँ तपाईको चाहिँ मूल्य निर्धारण गरिन्छ पहिलो स्टेपमा है। त्यसपछि अर्को भनेको चाहिँ ऋणको मात्रा भनिएको छ। ऋणको मात्रा भनेपछि मूल्यको जुन निर्धारण गरिसकेपछि त्यो मूल्यको निश्चित प्रतिशत कति प्रतिशत, जस्तै 70 देखि 80% सम्म चाहिँ कति प्रतिशत ऋण दिने हो त्यसको चाहिँ कुरा गरिन्छ। के त ऋणको मात्रा तोकिन्छ है। त्यसपछि ऋणको मात्रा तोकिसकेपछि के गरिन्छ त सम्झौता गरिन्छ। जस्तै अब ब्याज दर कति हुने, त्यसको समय अवधि कति रहने हैन, अन्य केही शर्तहरू सहित ऋणको चाहिँ सम्झौता चाहिँ गरिन्छ। र सम्झौता गरिसकेपछि अन्तिममा चाहिँ ऋणको भुक्तानी हुन्छ भनेपछि निश्चित समय अवधि पश्चात चाहिँ ऋण र ब्याज तिरिसकेपछि हैन, ऋण र ब्याज तिरिसकेपछि चाहिँ अब उक्त जुन सुन चाँदी धितो राखिएको छ त्यो धितोलाई चाहिँ के गरिन्छ फिर्ता गरिन्छ, त्यसलाई भनिन्छ ऋणको चाहिँ भुक्तानी है। हो यो यसरी चाहिँ यो 4 स्टेपमा चाहिँ तपाईको चाहिँ अब के त भन्दाखेरि सुन चाँदी जुन कर्जाको चाहिँ प्रक्रिया चाहिँ हुन्छ भने चाहिँ बुझ्नु है त। ठिक छ। यसलाई चाहिँ यो चित्रमा देखाउँदा गोलो गोलो पारेर तपाईहरुले चाहिँ यसरी चाहिँ गोलो गोलो पारेर पनि देखाउन सक्नुहुन्छ हैन। यो यसरी चाहिँ प्रक्रिया चाहिँ घुमेको चाहिँ यसरी चाहिँ देखाउनु होला है त साथीहरु। ठिक छ। यसरी पोइन्टमा 1 2 3 4 भनेर यसरी चाहिँ लेख्नु पर्ने हुन्छ है त। यसरी चाहिँ बुदाको जसरी चाहिँ यसरी चाहिँ प्रक्रिया लेख्न पाइदैन है त साथीहरु। ठिक छ। यो कुराहरु चाहिँ ख्याल गर्नु पर्यो है त। ठिक छ। ओके। अब अन्तिममा चाहिँ तपाईले चाहिँ निष्कर्ष पनि लेख्न सक्नुहुन्छ। निष्कर्ष के भन्न सक्नुहुन्छ त भन्दाखेरि अब सुन चाँदीको के रे भन्दाखेरि सुन चाँदीलाई धितो राखी लिने जुन कर्जालाई हामी सुन चाँदी कर्जाको रूपमा लिने गर्छ। यो विशेष गरी नेपालको चाहिँ ग्रामीण क्षेत्रमा लोकप्रिय कर्जा हो। यो यसले चाहिँ वित्तीय समावेशितालाई बढावा दिने चाहिँ महत्त्वपूर्ण भूमिका खेल्दछ भनेर निष्कर्ष लेख्ने। के भन्यो त भन्दाखेरि सुन चाँदी कर्जा भनेको चाहिँ अब सुन चाँदीलाई चाहिँ धितो राखी लिने कर्जा हो। नेपालको सन्दर्भमा चाहिँ यो चाहिँ ग्रामीण क्षेत्रमा चाहिँ लोकप्रिय छ र यसले वित्तीय समावेशितालाई बढाउन चाहिँ महत्त्वपूर्ण भूमिका खेल्दछ। जुन सुन चाँदी कर्जा छ यसले चाहिँ वित्तीय समावेशिता बढाउनमा चाहिँ महत्त्वपूर्ण भूमिका खेल्दछ भनेर कन्क्लुजन अर्थात् निष्कर्ष लेख्न सक्नुहुनेछ साथीहरु। ठिक छ। ल आजको क्लासमा यति नै गर्छौं। हजुरहरूले यसको चाहिँ नीतिगत व्यवस्था हामी नेक्स्ट क्लासमा चाहिँ हामी हेर्छौं। अब हजुरहरूले चाहिँ के त भन्दाखेरि अनलाइन क्लास लिनको लागि चाहिँ यो नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ 9825611391 है। तपाईहरुको चाहिँ आर्थिक कन्डिसन छैन भने तपाईहरु चाहिँ मात्र 101 रुपैयाँमा चाहिँ पेमेन्ट गरिसकेपछि तपाईले चाहिँ के गर्न सक्नुहुन्छ अनलाइन क्लास जोइन गर्न सक्नुहुन्छ है त। ठिक छ। यो मैले सुरुमै भन्नुपर्ने मैले यहाँ तपाईको चाहिँ यहाँ के रे भन्दाखेरि तपाईको चाहिँ यसमा पनि राखिदिएको छु। त्यो कुराहरु चाहिँ ख्याल गरेर यो नम्बरमा चाहिँ कन्ट्याक्ट गरेर चाहिँ तपाईहरुले चाहिँ के त भन्दाखेरि मात्र 101 मा चाहिँ अब जुन गोल्ड टेस्टर छ नि हो त्यो गोल्ड टेस्टरको चाहिँ फुल क्लास अनलाइन क्लास चाहिँ पाउन सक्नुहुन्छ। जसको टाइमलाइन भनेको चाहिँ तपाईको चाहिँ 8 बजेदेखि तपाईको चाहिँ 9 बजेसम्म चाहिँ हुन्छ। त्यो टाइम पिरियडमा चाहिँ तपाईले चाहिँ अब लाइभ क्लासमा बसेर चाहिँ फुल तपाईले चाहिँ गोल्ड टेस्टरको तयारी गर्न सक्नुहुन्छ साथीहरु। ठिक छ। अब यसमा धेरै जसो साथीहरुले चाहिँ कमेन्ट गरेर चाहिँ सर के रे भन्दाखेरि युट्युबमै सबै भिडियोहरु अपलोड गर्नु न भन्ने चाहिँ भन्नेको कारणले गर्दाखेरि युट्युबमा पनि आउँछ। तपाई युट्युबमै पढ्नुहुन्छ भने तपाईहरुको चोइस। यदि तपाईले चाहिँ 101 रुपैयाँ चाहिँ तिर्नुभयो भने अनलाइन क्लासमा चाहिँ तपाईले चाहिँ फुल मजाले चाहिँ लाइभ क्लासमा पनि जोइन भएर चाहिँ पढ्न सक्नुहुनेछ साथीहरु। ठिक छ। ओके।